नमस्ते साथीहरू। आज हामी यस भिडियोमा एउटा यस्तो विषयमा कुरा गर्नेछौँ जसले हरेक नेपाली परिवारलाई छोएको छ। अहिले नेपालमा हजारौँ युवाहरू किन विदेश हिँड्न बाध्य भइरहेका छन्? किन उनीहरू देशमै बसेर आफ्नो भविष्य सुनिश्चित ठानिरहेका छैनन्? हामी आज यही विषयमा रहेर गहिरो रूपमा बुझ्नेछौँ। हरेक युवाको सपना हुन्छ राम्रो जागिर खाने, राम्रो काम गर्ने, राम्रो जीवनशैली बिताउने र आफ्नो परिवारलाई खुसी राख्ने। तर नेपालमा आफ्नो मेहनत अनुसारको काम पाउन मुस्किल छ। कसैले पढाइ सकेर पनि जागिर पाएका छैनन् र कसैले जागिर पाएर पनि त्यसले आफ्नो परिवारलाई धान्न सक्ने अवस्थामा छैनन्। त्यसले गर्दा हरेक युवाहरू आफ्नो परिवारको खुसी र आफ्नो खुसीका लागि विदेशलाई आफ्नो भविष्य ठान्न थालेका छन्। अर्को समस्या भनेको बेरोजगारी। नेपालमा अहिले बेरोजगारी ठुलो समस्या बनेको छ। धेरै शिक्षित युवाहरू काम गर्न सक्ने अनुभव क्षमता भएर पनि उनीहरूले काम पाउन सक्ने अवस्था बनेको छैन। धेरै कामहरूमा अनुभव चाहिन्छ र अनुभव सिक्नका लागि अवसर पाउँदैनन् र यही समस्याका कारणले गर्दा उनीहरू बरु देशमै बस्नुभन्दा विदेशलाई पहिलो गन्तव्य बनाउन थालेका छन्। विदेशप्रतिको आकर्षण। अहिले सामाजिक सञ्जालमा विदेशका विभिन्न देशहरूका चम्किलो जीवनशैली देखिन्छ। हरेक युवाहरूले अहिले सामाजिक सञ्जालमा चिप्ला चिप्ला रोडहरू, सडकहरू अनि ठुला ठुला महलहरू, त्यस्तै राम्रो तलब र आधुनिक जीवनशैलीहरू देख्छन् र जसले गर्दा हरेक मानिसहरू त्यसबाट प्रभावित भएका छन्। त्यसैले हामीले अहिले धेरै उदाहरण देखेका छौँ। विदेशमा गएर कैयौँ युवाहरूले राम्रो आम्दानी गरेका छन्, राम्रो सफलता पाएका छन् र त्यही कुराको सिको गर्दै अन्य लाखौँ युवाहरूले पनि देश छोडेर विदेशलाई आफ्नो गन्तव्य ठान्न थालेका छन्। तर विदेश जान सधैँ सजिलो हुँदैन। आफ्नो परिवारबाट टाढा बसेर आफ्नो आमाबाबाट एक्लो भएर बस्नु कसैका लागि सहज भने हुँदैन। तर हामीले धेरै उदाहरण देखेका छौँ जो विदेशमा गएर विभिन्न समस्याहरू खिपिरहेका छन्, विभिन्न चुनौतीपूर्ण कामहरू गर्नु परेको छ, उनीहरूले विभिन्न तनावहरू पीडाहरू सहनु परेको छ। यद्यपि उनीहरूले विदेशमा गएर आफ्नो परिवारको भविष्यका लागि विभिन्न चुनौतीहरूको सामना गरेर काम गर्नुपर्ने बाध्यता उनीहरूको रहेको छ। विदेश जानु सधैँ फाइदाजनक हुँदैन। यसले व्यक्तिलाई पनि ठुलो असर पार्छ र देशमा पनि दीर्घकालीन रूपमा ठुला असरहरू निम्त्याउँछ। विदेशमा गएर मानिसहरूले राम्रो तलब सेवा सुविधाहरू पाउला, तर त्यसले आफ्नो उसको परिवारलाई ठुलो असर पार्छ। परिवारमा विभिन्न समस्याहरू निम्त्याएको छ हामीले देखेका छौँ। त्यस्तै अब देशमा जनशक्तिको अभाव भएको छ, देशमा विकास निर्माण गर्ने युवाहरूको अभाव भएको छ, देशमा जनशक्तिको अभाव छ, मानव संसाधन नभएर विभिन्न विकास निर्माणका कामहरूमा ढिलासुस्ती आएको हामीले देखेका छौँ। त्यसैले विदेश जानु सधैँका लागि उपयुक्त हुँदैन। त्यसमा सिप विकास, नयाँ उद्योगहरू स्थापना, विभिन्न रोजगार मैत्री प्रविधिहरूको प्रयोग, उद्यमशीलता जस्ता कुराहरूमा जोड दिने हो भने धेरै युवाहरू देशमै बसेर देशमै केही गर्न सक्छन्। युवा उद्यमशीलता नेपालमै आवश्यक छ। देश विकास गर्नका लागि युवा उद्यमशीलता एकदमै आवश्यक छ। तपाईँको विचारमा नेपाली युवाहरू विदेश जानुका प्रमुख कारणहरू के हुन सक्छन्? आफ्नो विचारलाई कमेन्टमा लेख्नुहोस्। यस भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्न पनि नभुल्नुहोला। हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।